घर पुगेको होइन आउने बित्तिकै चल्छेस् आछि हो अलिक गालासाला पड्किनु गरिदिन्छु नि फेरि पार्टीबाट हामी ढिलो आएर होला रात पर्यो उसको पैसा आएको हो कि के हो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग आई होप तपाईँहरू एकदम सन्चै नै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै नै छु भन्नुपर्छ आज चाहिँ यहाँ एकजना मेरो साथी छ हो अनि यहाँ भाइ बहिनी हामी चारजना भएर आज चाहिँ हामी घर जाँदैछौँ साथीहरू हामी चाहिँ यो पारीको डाँडा छ नि यो ठ्याक्कै यो डाँडाबाट आएको है त यस्तो हुँदै तल खोलामा झरेर आएको हाम्रोतिर चाहिँ के भन्छ यहाँ तल खोलासम्म मात्रै आउँछ नि त गाडी अनि त्यसपछि आधा घन्टा जति चाहिँ हिँड्नुपर्छ भोलि चाहिँ हाम्रो रोपाइँ हो नि त त्यही भएर हामी चाहिँ आज जाँदैछौँ रोपाइँ गर्नको लागि यहाँ मेरो साथीले सामानहरू बोक्दैछ मैदान कतिको गलिरहेको छ मैले पनि यहाँ सामान बोकिरहेको छु साथीहरू यहाँनिर फेरि भाइले चाहिँ यत्रो बोरा बोकिरहेको छ तर हल्लुका छ नि ल यो बोरा चाहिँ फेरि नानी कतिको गरौँ भइरहेछ हो र गल्यो कि के हो गलिस खै यसको पसिना हेर त मैले चाहिँ फेरि सामान यस्तो हल्लुका बोकिरहेको छु कि त्यही भएर गलेको छैन म खासै तर रोक म तँलाई साट्छु मैले नै अब मेरो टर्न भारी बोक्ने अब चाहिँ साथीहरू हामी भारी बोकेर लाग्यो उकालो उपर आउँदैछ एउटी उसको बोयफ्रेन्डसँग फोनमा बोल्नुमा बिजी छ तर नसुनाउनु ल उसलाई भनेको सुटुक्क भनिदिएको ओह गाह्रो छ तर हुनु त आज हामीले ढिलो गरेर हो आउनु आएको अनि हामी यो डाँडाबाट हो कि अलिकति कमसेकम हामीले छिटो गरेको भए त हुन्थ्यो कि तर हामी आफै अटेरी हुने बसेको यस्तो भयो अब हामी पुग्नुपर्ने चाहिँ यो माथिको डाँडा छ नि यो यहाँनिर पुग्नुपर्ने हो कि अनि अहिले हामी यहाँ तलसम्म गलेर बसिरहेछन् यहाँ बहिनीहरू चाहिँ बहिनी भाइहरू अनि यो डाँडामा हेर्नु न कहिले पुग्नु 7 बजिसक्यो कति साह्रो गर्मी भइरहेछ ओइ आउ जाऊँ कस्तो हुँदैछ त टुर घर आउने भनेको होइन घर आउनु मन गर्ने उनीहरू नै हो धेरै जसो अनि आज घर ल्याएको त गल्यो पो अरे के अरे ससुराली आउँदा मात्रै भारी बोक्छ आफ्नै लागि त हो नि यो भारी सबै ए अहिले नै पो यसले त जोखाना हेर्दै रहेछ होइन मैदाने बिचरा गर्मीले कस्तो भइसक्यो यता आफ्नो हालत फाल्टु सबैले मलाई कोही छैन साट्ने तर अरू त ठिकै हो साथीहरू तर यो भारी बोक्दा चाहिँ यस्तो यो तालु चाहिँ साह्रै दुख्ने रहेछ कि गाह्रो छ नबोकी पनि नहुने बोक्दा नै दुख्ने मैदान यता हेर्दा साथीहरू यो चाहिँ हाम्रो नेवाई गैरी भन्छ यो ठाउँलाई चाहिँ होइन यो ठाउँलाई चाहिँ नेवाई गैरी भन्छ अनि अहिले हामी चाहिँ ठ्याक्कै यहाँ आइपुग्यौँ अब हाम्रो धेरै छैन अब चाहिँ आउनु आँट्यो यति गर्मी छ नि साथीहरू हाम्रोतिर त नारायण के भन्नु र आज त पारीबाटै हामी ढिलो आएर होला रात पर्यो के हामी माथिको गाउँ पुग्दा त झमक्कै हुन्छ कति साह्रो गर्मी भएको कस्तो लास्टै तिर्खा लाग्यो तर के गर्नु खाने पानी यहाँ छैन कहाँ म ऊ त्यस्तो पानी खानु यस्तो तेरो दिदीलाई त राम्रो पो खा भन्दो रहेछस् त नि
खुबै जानिस् तर म जता पाएँ त्यतैको खान्न नि त अब चाहिँ उसको टर्न हो कि फेरि बोक्ने हेर्दा कस्तो गरौँ जस्तो छैन है भारी चाहिँ साथीहरू तर कति गरौँ छ भने नि गाह्रो छ हामी चाहिँ गएको साथीहरू उकालो यहाँ पारीतिर बत्ती बाल्न थालिसक्यो हामी चाहिँ उकालो चढिदिएको साथीहरू मैले तपाईँहरूलाई भनेको थिएँ नि रात पर्छ भनेर अब चाहिँ हामी हाम्रो गाउँ ठ्याक्कै आइपुग्यौँ अनि यहाँ हेर्नु न यो पारी मेरो क्यामेरा चाहिँ फेरि के भन्छ मधुरो छ कि क्यामेरा राम्रो छैन कति अहिले कति बज्यो भने ठ्याक्कै 7:30 भएछ हामीलाई यो पारीबाट आउनु 3 घन्टा लागेछ रात परिसक्यो अब चाहिँ घर पुग्नु त्यस्तै 15 मिनट जति छ होला अनि चाहिँ पुगिन्छ यहाँ माथि छन् 2 जना 3 जना मैले नभए के गर्ने हामी यहाँबाट जान्छौँ मलाई उफ गल्यो है हैरान भयो के छ त्यो भारी मिला यो उकालो चढ्नु नै धेरै गाह्रो भयो कि साथीहरू अब चाहिँ हामी चाहिँ घर पुग्नु आँटेको हाम्रो यहाँ माथि गाउँ आइपुग्यो नि त टर्चले देखाउँदैछ न माथिबाट हेर्नु न माडी टर्चले देखाउँदैछन् भारी बोक्नु आऊ के भन्ने ए साथी तेरो ब्याग यहाँ छ है होइन के भन्छ हामी यतैबाट जाने ल जा राम्रोसँग साथीहरू अब चाहिँ हामी घर पुगेको होइन आउने बित्तिकै चल्छेस् आऊ यसको हालत हेर पड्किन गरिदिन्छु नि फेरि कति साह्रो यो चल्छ भने हेर उसको पैसाको हो कि के हो